एभ्रिवान ज्याकब अपडेट युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। आज हामी चाहिँ ग्रुपमा साइक्लिङको लागि हामी जाँदैछौँ। के उहाँ चाहिँ प्रभु अनि जोनाथन अनि इसाक हुनुहुन्छ, विशु ब्रदर पछाडि हुनुहुन्छ, भाइ चाहिँ उता छ। सो हामी यो समय चाहिँ हामी अब एउटा हामी ग्रुप फोटो हामी लिनेछौँ। के ब्रदर कस्तो हुन्छ? हाम्रो प्रभु ब्रदर एकदम एक्साइटेड छ यार। ओके सबै थकाएर आयो इसाक ब्रदर रमाइलो भइरहेछ। ओके जोनाथन कहाँ रे केटा कहाँ छ? देवघाट देवघाट है देवघाट चाहिँ हाम्रो सबैजनाको लागि नयाँ हो। कलशलाई कस्तो लागेको छ ल? एकदम ओके साइकल कस्तो छ? एकदम साइकल ओके हाम्रो सञ्जय दाईलाई पनि थ्याङ्क यू, हिमान लाइफलाई पनि थ्याङ्क यू। यात्रा हाम्रो कन्टिन्यू हुँदैछ। हाम्रो दाजुभाइहरू सबैजना गाडी हुनुहुन्छ। आइएम ब्याक साइड पछाडि छु भिडियो खिच्नको लागि। हाम्रो सञ्जय दाईले सबैजनालाई गियरहरू अनि कति बेला कसरी चेन्ज गर्ने त्यो सबै डिरेक्सनहरू दिँदै हुनुहुन्छ। हाम्रो जर्नी भर्खर स्टार्ट भएको छ। सो राम्रो भइरहेको छ। स्टिल दाइज इन्स्ट्रक्सन दिँदै हुनुहुन्छ सञ्जय दाई। एन्ड हाम्रो यात्रा चाहिँ 3 घन्टाको हुनेछ। 5 अथवा 1 आफै रेसियो आफै मिलाउने हो। अनि तपाईँले चेन्ज गर्दाखेरि चाहिँ जहिले आफ्नो चेनमा हेर्नु के चढ्यो कि चढेन यसरी हेर्न मिल्छ कि मैले यहाँ 3 हाले 2 हालेपछि 2मा चढेछ कि छैन। चढेन भने तपाईँ नपेर्नुहोस् के, जस्ट मोसन मात्र गर्ने चलाउनलाई कि पाइडल गर्ने, पाइडल नगर्ने तर मोसनमा चाहिँ चलिरहन्छ। किनकि चेन पहिला चढ्नु पऱ्यो नि, नत्र कस्तो हुन्छ भन्दा एकदमै मजा आइरहेछ। सबैजनालाई स्वागत छ। आउनुहोस् है यता पछाडि आउनु न ल, तपाईँ पनि देखिने होला युट्युब। खै त अरू आएकै छैन ल। How are you feeling? Cool. Fly. I really had very new experience. Wow. Like cycling. Oh. Isak brother. हाम्रो कति भयो? स्टार्टिङ भयो 15 मिनट समथिङ भयो। कुल भइरहेछ। सञ्जय भाइ थ्याङ्क यू सो मच फर एभ्रिथिङ। Slowly, carefully, है त सबैजना। क्या हेर्दै यार उति पल्लै भयो तपाईँको मेरो पनि बोक्न आउनु त चुन। थ्याङ्क यू ब्रो मेरो बोकिदिनुको लागि। विशे ब्रदर आफ्नो साइकल बोकिरहँदै हुनुहुन्छ। आउँदै हुनुहुन्छ मजाले। ओके हामी अगाडि बढ्दैछौँ। दाजुभाइहरू अगाडि जाँदै हुनुहुन्छ। एकदमै रमाइलो भइरहेछ है।
Jonathan, are you okay? तपाईँ कति बेला आइपुग्नु भएको थियो मोरङबाट? हामी जाँदैछौँ। अब नामै बिर्स्यो। ए हामी जाने चाहिँ दाइ ए देवघाट कस्तो बिर्स्यो। देवघाट वी आर गोइङ देवघाट सुन्दर ठाउँमा वाउ सो ब्युटिफुल सो एक्साइटेड प्लिज यता मलाई यताबाट आउनु है होइन ठिक छ तर मलाई ओभरट्याक गरेर जानु भनेर पालै पालो ओभरट्याक गरेर धन्नले छोड्नु अलिकति रामनगर भित्र छिरेर अब जङ्गलमा पसेको छ। डेस्टिनेसनको नाम भनिदिनु त। डेस्टिनेसन देवघाटसम्म हो अनि देवघाटसम्म जानको लागि चाहिँ अहिले हामी जङ्गलको यात्रा गर्छौँ। जोनाथन हाम्रो सबभन्दा दामी धेरै बाचाहरू थियो ल Oh my god. जाम जाम सिधै जाम नकुराउ गोमल भिडियो गर्छु पछाडिबाट जाम जाऊ जाऊ नरोक्यौ पैसा छिटो जाऊ जाऊ कोही नरोकिने आयो हो आयो भिडियो आयो सिद्धो बाघ आउने चान्सेस हुन्छ त्यही भएर यहाँ थाक्यो भनेर नरोक्यौँ बाघले फेरि ल सर ल जोनाथन आऊ ल ओह्रालो छ अब
उता रोकिम है बिचमा चाहिँ कम ब्रेक फेल होला है ओह्रालोमा भर्खरै हामी ठ्याक्कै हाम्रो डेस्टिनेसन देवघाट भन्ने ठाउँमा हामी पुग्यौँ सो वी आर नाउ रेस्ट गर्दैछौँ गफ गर्दै हुनुहुन्छ पारी त्रिशुली नदी तपाईँ दासढुङ्गामा एउटा नयाँ पुल छ नि त्यो बाटो हुँदै जाने हो कि त्यहाँ पुल छ एउटा निलो रङको पुल छैन ओके यो चाहिँ त्रिशुली नदी भयो अनि उता पारिपट्टि चाहिँ तनहुँ जिल्ला यता चाहिँ चितवन पर्यो हाम्रो साइकलहरू चाहिँ हामीले यहाँ पार्किङ गरेका छौँ सो नाउ हामी चाहिँ खाजा खाँदैछौँ कुशल खाजा घरमा हामी चिया नास्ता गर्छौँ समोसा के खाने हो र होइन तरकारीमा सेलरोटी ल्याएको र तरकारी बाँकी छ तरकारी ल मेरो नामबाट नि त ल तरकारी ल कसको नाम तरकारी नि गर्दैन है कतिजना छ हामी 3 घण्टाको हामी साइकल हो त्यहाँनिर अलिक निराशा सक्छ आयो बिचमा चाहिँ धेरै थाक्यो होइन अप्स एन्ड डाउन खाजा पनि हामीले खाइसक्यौँ त्यसपछि हामीले ब्लेसिङ्सहरू सेयर गऱ्यौँ अनि सबैजनाले धेरै राम्रो कुराहरू सेयर गर्नुभयो सो धेरै खुसी लाग्यो सो अब भने हामी फर्किँदैछौँ देवघाटबाट अब हामी रिटर्निङ टाइम ओके अब हामी सबैजना फर्किनको लागि हामी तयारी छौँ अघि ल जाउँ है सर जाँदैछौँ सबैजना brother yes
माथि माथि उड्यो ल अघि भाइले तर बिस्तारै है ल फादरहरू फाइनल हामी आपटाडी आइपुग्यौँ देवघाटबाट छोटो बाटो रहेछ अब हामी टाढी छिर्यो चाहिँ आपटाडी हो है हामी चाहिँ अहिले बाइपास रोडबाट छिरेर यता पोखरी चोक हुँदै अब हामी फर्किँदैछौँ अब चाहिँ हामी अलमोस्ट 98% फर्किसक्यौँ घुम्न लागिसक्यौँ भाइले यहाँ हात नसमाइकन चलाइरहेछ कन्फिडेन्टका साथ ओके हामी आइपुग्यौँ थ्याङ्क यू जिजस सेफली हामी आइपुग्यौँ प्रेज द लर्ड कस्तो लाग्यो कस्तो भयो थाक्यो यो समय दिँदा यो भयो ओके गॉड ब्लेस यू ओके इशा कस्तो भयो ओके दिस ब्रदर कस्तो थाक्नु भयो एकदम थाक्यो म ओके ओके फाइन कसलाई कस्तो लाग्यो कस्तो भयो रमाइलो मात्रै अरू के भयो थाकेन ओके ठिक छ ल त्यही हो इङ्ग्लिस स्पिकिङ अलिकति इन्क्रिज गर न भोइसलाई अलिक सानो सुन्यो कि लाउड समथिङ Oh, that's good. Okay, God bless you. प्रभुलाई धन्यवाद हामी आइपुग्यौँ जोस् कुनै पनि कोही पनि लडेन अनि साइकलहरू पनि केही पनि भएन एकदमै राम्रोसँग हामी पुगेर आयौँ ले ल पुगेर हाल्यो ल Okay, सक्यो thank you everyone for watching us. Thank you so much. सक्यो